नमस्कार। प्रस्तुत छ अविरल बग्दछ इन्द्रावती उपन्यासको सुन्ने संस्करण। उपन्यासकार रमेश विकल, वाचक खगेन्द्र नेपाली। 34 देवु पनेरुको काजी विरोधी प्रखर स्वरको आँच पाएर माझी केटाहरूको सुप्त विद्रोह पनि बिस्तार बिस्तार चाकिलो हुँदै गयो। अनि वातावरणमा सानो काजीको बन्दुकको आतंकबाट मुक्त स्वर पनि गुस्न थाल्यो। के त तिम्रा हाम्रा घर छाप्रा उठाएर हवेली क्याम्पमा घेर्ने नै सुरु गरे त साना काजीले? पुछार चौरको तेस्रो प्रहरको ढल्दो बर्छाया मुनि जम्मा भएका माझीहरूमा हलचल पैदा भयो। यिनीहरूको संख्यामा पनि अब निकै वृद्धि भएकोबाट गाउँमा सङ्ग्रालिँदै गएको विरोधी भावनाको गन्ध अब राम्रै सुँग्न सकिन्थ्यो। सहरबाट पाट्ने डकर्मी सिकर्मी ल्याउनु भनी गएका छन् रे सनाकाजी। अब हवेली बन्न रोकिएला त हाम्रा बिराजुले। काका पिँडौलामा मासी छ भने बनाउलान्। सोभिते जुरुक्क उठेर रिङ्न थाल्यो। तिमी हामीले इन्द्रावतीको पानी खाएका छौँ भने त्यसै त कहाँ बन्न पाउला। 2-4 जोडी डकर्मी सिकर्मी आएरै हवेली बन्छ भने हेरौँ न हामी पनि। यसपल्ट नारायण माझी पनि जोसियो। हवेली बनाउन सयौं ज्यामी कामदार पनि त चाहिएलान्। ती सबै त सहरबाट आउनन्। हो त नि, हिरेले चहकिँदै भन्यो। अनि हामी नै त हौँ ज्यामी कामदार बन्ने। हामीले नै नगइदिए कसरी बनाउँछन् तिनले? त तिमीहरू ज्याला मजुरीमा नगएर आफ्ना खोक्रा पेट कसरी भरौला नि? एउटा बुजुर्ग स्वर उठ्यो। किन? यसै हाम्रो जिम्मी खोसिने हो र हामीले ज्याला मजुरीमा नै भर पर्नु पर्ने हो भने यिनकै ज्याला मजुरी किन गर्नु? नारायणले तिखो स्वरमा भन्यो। जाउला नि अन्तै ज्याला गर्न। अहिले त जताततै विकास खुल्दैछ है। ज्याला मजुरी गर्नुपर्छ भने आफ्ना गाउँमा र अन्तमा के फरक पर्छ र? बरु आफ्नै गाउँमा बेस। हेर, साना काजीले हाम्रा घरबास उठाएर हामीलाई बनिवास लाउन खोज्दैछन्। यो कुरामा कसैले होइन भन्दैन। सोभितेले भन्यो। यस्तो जान हामी फेरि उनैका मद्दत गर्न त्यही ज्याला मजुरी गर्न लुरुक्क जान्छौँ भने हामी जति पानी मरुवा अर्को को होला? त अब हामीले के गर्नु भन्छस् त? गोबरे माझी अलि चिडियो। ज्याला बोहनी नगरे ताउलो पोल्लिन्न, ताउलो नपोल्ली बालबच्चा भोका मर्छन्। तर हामी एकजुट भएर निदो गर्दैनौँ भने त साना काजीले थिचे गर्छन्, सोभितेले भन्यो। त्यसैले हामीले काजीको हवेली बनाउन ज्याला मजुरीमा नजाने निदो गर्नु पर्यो। लौ, अब सबैको त्यस्तै मतो छ भने 1-2 उदास स्वर सुनिए। तर केही पाका र अधभैँसी माझीहरू मौन रहे। उनीहरूका कल्पनामा अब त्यस गाउँ र त्यहाँका माझी समाजको दिन दशा घर्कन लागेको थियो।